हेलो फ्रेन्ड्स, सबैजना नमस्ते। आज फेरि नयाँ भ्लग लिएर आइरहेको छु। आज भने चाहिँ अब सामान पुऱ्याउनु जानु आँटेको पर है, हामीहरू बजार जानुहुन्छ है। आजको मौसम यस्तो छ, धुम्मिएको छ, एकदम पानी आउला जस्तो हुँदैछ। आज राम्रो हुन्थ्यो, धानको बिउ राख्नुहुन्थ्यो है। यहाँ चाहिँ यस्तो सामानहरू देख्न सक्नुहुनेछ। त्यही रमभेडा आएको छ, केरा आएको छ है, एउटा करेला छ, यता काँक्रा छ बुरामा, त्यहाँबाट निको रहेछ फर्सी कलर हेर्छ। अब यसले चाहिँ म पर जाँदैछु, डाँडा डोकोमा लिएर जान्छु। डोको पनि रेडी छ। अहिले भने चाहिँ सब्जी लिएर गइँदैछ। दुईवटा बोरा छ, साह्रो पर्दछ नि दुईवटा, तल्दै गराउँछु अन्त माथिमा पनि हाल्दा त हेभी गराउँछ। सब्जी लिएर गइँदैछ। यो चाहिँ डाँडा पुऱ्याउनुपर्छ, देख्न सक्नुहुनेछ। देख्न सक्नुहुनेछ, अलैँची पनि बिक्री गरिरहेको छ। अलैँचीको बिरुवा गाडी गर्न आँटेको चाहिँ गाडी गइसकेको छ। अहिले भने चाहिँ म यहाँनिर आइपुगेको छु। यो चाहिँ अस्ति दाउराको कटेर बनायो अरे, एउटा हार चाहिँ मैले लगाइसकेको छु। अब यहाँनिर पनि छ दाउरा होइन, यो चाहिँ अर्को हार लाउनुपर्छ। मोटामोटी 3 हार चाहिँ हुने रहेछ। कतिवटा चिर्नु पनि छ, चिर्नु मुडामुडै थुपारिदिइरहेको छु। किनभने अब बर्खाको सिजन पनि सुरु भयो, त्यसले गर्दाखेरि अलिक भ्याइँदैन पनि हो। अहिले चाहिँ पानी आएर भर्खर रहिरहेछ। पानी अब 2 घन्टा जस्तो आएको भए त सबैलाई बेड राख्न पुग्थ्यो। कतिजना चाहिँ आली लाउनु मात्रै पुगेछ, त्यस्तो भएको छ। यता चाहिँ अहिले त उग्रियो नि फेरि। अघि मैले तपाईँहरूलाई भन्ने त्यो यहाँनिर हो, पानी नै पुगेन। त्यो चाहिँ अलिअलि पुगेछ र आली चाहिँ लाउनु भएको छ हो हाम्रो खडो दाजुले। बिचमा चाहिँ पानी पुगेन रहेछ, 2 घन्टा आएपछि पुग्थ्यो यस्तो चाहिँ। अझ 2 घन्टा पानी आएको भए चाहिँ पुग्थ्यो। आली पनि आधी सिलाइसक्नु भएको छ। अब फेरि पानी पर्दाखेरि ढुक्क भयो, आली लाउनु परेन। पानी छ नि, हेर्नुहोस् न, ताउँदो अलिअलि रसाउँदै रहेछ। मेरो चाहिँ अलिकति बनाएर पाइप लाएर लग्यो भने चाहिँ एउटा घर चाहिँ हुन्छ होला दिनभरिमा, नभए त्यही पनि मुस्किल छ। यस्तो चाहिँ अहिले भने चाहिँ फाइनल्ली म खेत आइपुगिसकेँ। तल खेत आएको छु, तपाईँले देख्न सक्नुहुनेछ। मेरो पछाडि भएको डल्लै खेत हो यो। त्यो चाहिँ अस्ति खनेको गरा, अस्ति मोटामोटी 1 दिन लाग्यो खनिसक्नु है। अहिले त्यही पाखिवरि दामी भइसकेको छ, झारसार मरिवरि। अब यहाँ चाहिँ मल हाल्नुपर्छ, त्यहाँबाट अझै एकताल चाहिँ खन्नुपर्छ, त्यहाँबाट चाहिँ हुन्छ। ए तल्लो गरेर आज थालेको, यति चाहिँ भयो। अब भोलि खनखान गरेर बोक्नुपर्छ होइन, मल बोकेर हाल्नुपर्छ। यो तपाईँले देख्न सक्नुहुनेछ। यो चाहिँ पहिला भित्ता काटेर चाहिँ खन्दा अलिकति अप्ठ्यारो हुँदो रहेछ। भित्र आली काटेर खन्दा चाहिँ पहिला चाहिँ यो बिज खनेर चाहिँ त्यहाँबाट चाहिँ भित्ता आली गर्नु पर्दो रहेछ। उँधो यस्तो छ। यसपालि चाहिँ दबाई बेलैमा हालेर चाहिँ बाँझैमा धान रोप्दिउँ भनेको, मल हालेर। अब म तपाईँहरूलाई परल्टे जाँदैछु। पर माल दाजुले चाहिँ आज धानको बिउ राखिसक्नु भयो। एउटा गरेर तल अलिकति भएछ। बेलैमा हाम्रो मुजुर आएर चाहिँ धानको बिहाडभरि नाच्दैछ हो। म गएर धपाइदिनु पऱ्यो, तपाईँहरूलाई म देखाउँछु ल त्यहाँ कसरी राख्नु भएको रहेछ। यसपालि मकै चाहिँ त्यस्तो भएन, कति जग्गा त बाँदरले मकै बारी सक्यो भन्छ न।
हाम्रो मजुर सर जानु रहेछ। त्यो तपाईँहरूले देख्न सक्नुहुन्छ माल दाजुले चाहिँ धानको बिउ राखिसक्नु भयो। एउटा गरेर तल्लो अलिकति राख्नु भएको छ। अहिले मजुर सर आउनु भएको थियो, मैले धपाइदिएँ। अब उकालो यस्तो देख्छ, काम गर्नैपर्छ हो। यसरी धान रोपिरहेको छ भने चाहिँ पछि मसिनो धानको चामल चाहिँ टेस्ट अर्कै हुन्छ फेरि हो। बजारबाट ल्याएको भन्दा चाहिँ यहीँ रोपेको धानको चामल चाहिँ बेग्लै क्या, टेस्ट बेग्लै हुन्छ। त्यसले गर्दाखेरि अब चाहिँ यस्तो छ है। ऊ पारि देख्दै गरेको मुन्थुङ हो। अब यहाँबाट चाहिँ घर जान्छु, त्यहाँबाट फेरि एकछिनमा चाहिँ तलै जानुपर्ने छ। आज गोठ मालिक काम छ अरे, बोलाउनु भएको थियो हो। अब घर गएर तलै जान्छु। अहिले भरे चाहिँ म तल पुगिओरि आइसकेँ होइन। कामदाम गरियो, झन्डै आधी जति चाहिँ खनियो, अरू भोलि खन्नुपर्छ होइन। अब एकछिन तल गोठ जानुपर्छ अरे, फोन गर्नुभएको थियो। त्यहाँबाट आयो, खानासाना बनायो बेलुकै। आमा बजार जानुभएको छ, गरेर आउनु छ, खाना बनाउनै पर्छ होइन। यस्तो छ यहाँ चाहिँ। पसिना चाहिँ हेब्बी आएको छ आज, एकदम गलिएको छ। पानी आएर चाहिँ अलिक शीतल बनायो हो, तर फेरि 1-2 घन्टा आएको भए त अरूको पनि ब्याड हुन्थ्यो। पानी नै कम्ती आइदियो नि त। मालदाजुको चाहिँ कसो माथिल्लो गराएर तल्लो अलिकति चाहिँ भएछ, झन् त्यति भए पनि भएछ। भोलितिर आउँछ होला पानी, हेरौँला कस्तो हुन्छ। पानी आयो भने चाहिँ ब्याड राखेको पनि भिडियो ल्याउने छु। हजुरले त्यो पनि हेरिदिनु होला है, माया दिनु होला सबैजनाले। सबैजनाले चाहिँ माया गर्नु होला है। थ्याङ्क यू सो मच सबैजनालाई। आजको भ्लग चाहिँ म यहीँ इन्ड गर्दछु। त्यस्तै मनोरञ्जन भिडियो हेर्नको लागि चाहिँ मेरो च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला। थ्याङ्क यू सबैजना, थ्याङ्क यू।